बेत्रावती कटेपछि एक्कासी उकालो र घुमाउरो सडक सुरु भयो। यो सडक मार्गले चीनको नाका नै पुर्याउँछ। रसुवा जिल्लाको उत्तरी सीमा चीनसँगै जोडिएको छ। रसुवा जिल्लाको इतिहास पनि कम रोचक छैन। योसँग अघिको बेत्रावतीको सम्बन्ध जोडिएको छ। नेपाल तिब्बत चीन युद्धको सन् 1788 देखि 1792 सम्म नेपालले तिब्बत तथा चीनसँग युद्ध लडेको थियो। विश्वास गर्नै गाह्रो हुन्छ, पहिलो पटक नै नेपालले तिब्बत जित्न पुग्यो। नेपालले ल्हासा ओगट्यो र तिब्बतमा कब्जा गर्यो। तिब्बतीहरूको उपाय रहेन र केरुङ सन्धि या खासा सन्धि गर्नु पर्यो। त्यो बखत तिब्बतले वार्षिक 50,000 जरिवाना तिर्नुपर्ने बाध्यता स्वीकार्यो। एक वर्ष त त्यो रकम तिर्यो तिब्बतले, तर अर्को वर्षबाट पैसा आएन। नेपाललाई यो कुरा सहय भएन र बहादुर शाहले अर्को युद्धको तयारी गरे। हालको रसुवागढी र टिमुरेमा सैन्य किल्ला बनाइयो। नेपाली सैनिक फेरि अघि बढ्यो र तिब्बत फेरि पछि सरियो। नेपालले फेरि 50 धार्नी सुन र 1 लाख रुपैयाँ क्षतिपूर्ति माग्यो। दलाई लामाले अस्वीकार त गरे, तर नेपाली फौजले जितको खुसी मनायो र नेपालै फर्क्यो। अब सायद तिब्बतले एउटा ठुलो भुल गर्यो, जसको कारण तिब्बतले पछि आफ्नो राष्ट्र नै गुमाउनु पर्यो। एउटा निर्णय लियो तिब्बतले चीनसँग सहयोग माग्ने। याद रहोस्, त्यो बखत तिब्बत र चीन दुई अलग देश थिए। तिब्बतको सहयोगमा चीन अघि बढ्यो। चीन र तिब्बतको फौज धेरै ठुलो हुन पुग्यो। चीन तर्फबाट धेरै हतियारहरू थपिए। चिनिया सेना त्यस समयमा एसियाकै उत्कृष्ट सेना पनि थियो। चिनिया सेना र तिब्बती सेनाले नेपाली सेनालाई पछाडि धकेल्दै गयो। उत्तरबाट सेनाहरू बेत्रावती हुँदै नुवाकोट पुगेपछि नेपालमा त्रास फैलियो। अब नेपालले चीनसँग सन्धि गर्नुपर्ने भयो। त्यही अहिलेको बेत्रावतीमा बेत्रावती सन्धि। युद्ध सकियो। चीनले त्यत्रो ठुलो अप्ठ्यारो शर्त राखेन नेपालप्रति, तर उसको नजर तिब्बतमा पर्यो। तिब्बत चीनको संरक्षित राज्य सरह भयो, या भनौँ तबदेखि नै चीनले तिब्बत हत्याउने दाउ सुरु गर्यो र पछि सन् 1950 को दशकमा तिब्बत पूर्ण रूपमा चीनमा गाभिन पुग्यो।